मुस चाहिँ अब हामी अहिले बजाउन लागेको छौँ मुस अनि आज सोध्दै खै त तपाईँ माइला सर नगर न ऊ अरे होइन तपाईँ यसको ठेकेदार अरे होइन माइला गइ पहिले टिपा टिपा जिउ यस्तो कक्रिँदै आयो भने चाहिँ खाँदैछ कि कक्रेको छैन भने चाहिँ फेरि खाएको छैन है त्यति चाहिँ ख्याल गर्नुपर्छ यो कुकुर चाहिँ कसको हौ अघि आशकुमारको कुकुरलाई झन्डै मार्यो आशकुमारले यसलाई कुटेको आशकुमारकोलाई पङ्की पङ्की दिएर जान्छ माइला सरको रप्पाई खतरा छ पिल्टीको ऊ पल्टाउनु ऊ ए होइन घोचेर पल्टाउँदा हुन्छ हौ त्यता तातो छ नि त बुढो भयो मामा 70 वर्षसम्म त बिहे गर्छ मान्छेले के को 70 हो 80 यहाँ चाहिँ माइला यो त जान्छ नि यहाँ त हौ त्यहाँ यस्तो ठिकै हुन्छ क्या यस्तो राखेकै राम्रो हुन्छ बेसार लाग्छ कि यस्तोमा काहीँ त्यो अघि गइसक्यो यता यसरी रपाएको मात्रै हो क्या यो मान्छेले मात्रै खान्छ अरूले खाँदैन यो कान छालाई त्यो अलिक नारा निकाल्दै आशकुमार सर के हो पारा छैन जो हो यो त कसो गर्दा काठमाडौँले भोलि पठाएछ हामी पनि खानु पर्यो नि त होइन कति काठमाडौँबाट जान्छ त नपठाउनु पर्ने कि खासमा काठमाडौँबाट खानै उता किन तपाईँहरूले यहाँ सुँगुर पठाएर खत्तम गरिराख्नु भएको छ क्या अलिक ठुलो निकाल्नु पर्दैन नपठाए त पूर्वबाट गइहाल्दो रहेछ यो त औषधि हुन्छ नि त पोलेर खानु यसमा 100 टक्का राख त थपेर म अहिले खान्छु कान्त नाति यो त काठमाडौँ बिच्नु हुँदैन भन्छ त मुटु कलेज हो बाजे अलिक मासु उहाँहरू अलिक टाढो गइहाल्ने भनेर जोगिदिउँ के बाजे भित्र लैजा उहाँहरू टाढो जोगिदिउँ त्यो त त्यही हो होइन हौ यो कुखुरा मिसाइदिउँ यो तौली के गरौँ हौ कहाँ लगेर राख यो सानेले मासुहरू हुन्छ हुँदैन त्यो होइन अर्को ल्याइदिनु न केटाकेटीको चिप्ले हौ हात खुकुरी उछिटेर जान्छ जस्तै गर्छ त एउटा बाल्टी यहाँ ल्याइदिएको भए हुन्थ्यो नि त अघि नै